चाहिँ एकदमै चिसो भएकोले होइन अब यो करेलाहरू टिप्नुपर्छ। टिप्न भन्दाखेरि अब झन् चिसो भए बडोभन्दा गाह्रो हुन्छ नि। अनि त्यही भएर म चाहिँ करेला टिप्नुतिर लागे। आज चाहिँ नोभेम्बर 26 है आज चाहिँ। ल हेर्नुहोस् त म करेला कति टिप्छु। टिपेरै देखाइदिन मन लागेको छ होइन। यसलाई चाहिँ टिपिदिउँ। नटिप्ने किन नटिप्ने होइन। अब ल हेर्नुहोस् कहाँ छ यसरी लडिरहेछ कि कत्रो छ कि यो करेला। म चाहिँ बाहिर निस्किन हुँदैन होइन मेरोमा। अनि चराहरू आइहाल्छ। अब अर्कोपट्टि गएर फेरि टिप्ने है त उतापट्टि। ल अहिले यहाँ चाहिँ मैले यति टिपेँ होइन। एकै दिनको चिसोले गर्दा बिरुवाहरू पुरै ओइलिएर होइन यस्तो भयो। अनि ओइलिन थालेपछि त फेरि कस्तो हुँदो रहेछ भने पहेँलो हुने। अनि त्यही बिरुवाहरू कस्तो नराम्रो देखिने कि बिचराहरू। यता पनि छ यो करेलाको झ्याङ कि यसमा गयो होइन। यो के भन्छ यो मेरो बिलचन्डामा गएर यस्तो धेरै त फल्छ नि त। अनि फलेपछि एक त यो धेरै फलेर यो आफै पनि पुरै नुइसक्यो भनेको मतलब झरिसक्यो यसरी ढलिसक्यो। अनि अझ प्लस त्यसमाथि अनि करेलाको झ्याङहरू गएर करेला अझ फलेपछि यसरी फल्छ नि त। अनि फलेपछि त्यो झुन्डेपछि त्यसको भारीले गर्दा यो मेरो पुरै बिचरा ढलिसक्यो क्या। ढलो ढलो भने जस्तै भयो। पाकेको करेलाहरू यहाँ छ होइन अलिअलि। अनि यहाँ टिपेँ। अनि यिनीहरूमा चाहिँ अब मैले यो लाइनमा चाहिँ नटिपौँ होला जेसुकै भए पनि सेतो तर यहाँ छ होइन। अब हेर्नुहोस् है म कता यो पनि हेर्नुहोस् सबै अब यस्तो छिटो मारिदिइहाल्यो क्या। यति मजाले भइरहेको करेलामा यस्तरी। अनि त्यस्तो करेला हेर्नुहोस् यहाँ कति छ है। म देखाउँछु ल यहाँ कति छ। यहाँ एउटा दुईवटा तिनवटा चार पाँच हेर्नु ल म देखाउँछु। एउटैमा 6 यी नजिकै 7 8 9 10वटा करेला यिनीहरू रहेछ। अनि यति करेला अनि यहाँ पनि छ। अनि यहाँ हेर्नुहोस् है यहाँ पनि छ। अब भयो होला हौ यति। अब जस्तो जे भयो भने अरूलाई चाहिँ मैले चिसैले मारे पनि जे भए पनि म छोडिदिन्छु होइन। यति चाहिँ मैले करेला टिपेँ।